च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म मेरो घरको कुखुराको खोर अनि यसो अलिअलि के यसो बाख्राहरू यसो देखाउँदैछु है हजुरहरूलाई। हेरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। यो चाहिँ मेरो दुईटा बोका है साथीहरू, यो सेतो अनि यो के भन्छ यस्तोलाई खैरो, अनि यो टाटे। हेर्नुहोस् है, यो टाटेको आमा चाहिँ यो है यस्तो खालको छ। एउटा टाटे हेर्नुहोस् न, यस्तो खालको टाटेको आमा छ। यो है टाटेको आमा चाहिँ, फेरि यसको बच्चा हो। अनि यो दुईटाको चाहिँ खैरो र सेतोको यो। अनि मेरो कुखुराहरू चाहिँ यसो छ है साथीहरू। यो चाहिँ यहाँ अत्र बसिरहेछ, एउटा यहाँ हेर्नु न, यो अत्र यहाँ बसिरहेछ। हेर्नुहोस् न, केरा यस्तो परालमा बसिरहेछ कि। अनि यहाँ हेर्नुहोस् न, मेरो पोथीहरू यहाँ छन्, पोथी होइन। अनि यो भाले, अनि यो मेरो पाडा हेरिदिनुहोस् है साथीहरू, यस्तो छ है, यो सानो पाडा है। अनि यो चाहिँ कुखुराको चल्ला राख्ने ठाउँ। यो पोथी चाहिँ बिक्री भइसकेको, चल्ला बिक्री भइसकेको। अनि यसलाई चाहिँ अहिले ननिकालेको, धेरै उयो गर्छ र। अनि यो चल्लाको खोर हो, यो पनि चल्लाको। अनि यो चाहिँ तलको चाहिँ हाँसको खोर है साथीहरू। अनि यो हाँसको खोर चाहिँ हाँसको अन्डा पार्ने ठाउँ साथीहरू, यसो छ है साथीहरू। अनि यो चारो खाने ठाउँ, पानी खाने त लडाएछ अब, पानी पनि सिधै छ ल्याइदिनु पर्यो। अनि यो चाहिँ यो चल्ला राख्ने ठाउँ हो। यो पोथी चकचक गरेर चल्ला निकालेपछि यहाँ राख्छौँ हामी। अनि बिक्री भइसकेपछि पोथीलाई यसरी राख्छौँ। अनि यो चाहिँ निकालेको, भर्खर निकालेको, भन्दा 1 हप्ता भयो। अब यो चल्ला चाहिँ बिक्रीमा छ। हामी चाहिँ सानसानोमै बिक्री गर्छौँ है साथीहरू, किनभने हामी यहाँ चल्ला चाहिँ ठुल्ठुलो बनाउँदैनौँ, सानसानोमै बेच्छौँ। 1 हप्तादेखि सुरु गर्छौँ, अनि जतिको पनि बेच्छौँ। अनि प्रायः 1 हप्ता 10 दिनको लान्छ है मान्छेहरूले चाहिँ होइन। अनि यो चाहिँ 16 छ है, यहाँ चाहिँ साथीहरू यसले झिकेको 16 हो। यो पोथीले झिकेको 16 चल्ला छ। यो चाहिँ बिक्रीमा छ। अब यो बिक्री भयो भने अरू पोथीले निकाल्छ। यो चाहिँ यो अदुवा पार्ने ठाउँ। अनि यो चाहिँ ठुलो राति बस्ने पोथीहरू बस्ने